Hello guys, what's up and welcome back to my channel. So this video is going to be a Diwali video. So firstly I would like to wish you all a very happy Diwali, and I was thinking of making video on the Sai itself, but I don't know what just happened and I didn't make it. But today, right now, just now I thought of making video on this Diwali. So I'm here with the Diwali vlog. So in this video I will try to show you all that how am I going to celebrate my Diwali, and I will show you all the teeny mini things that is going to be in this Diwali. So I hope you guys will enjoy this vlog, and yeah, I will see you guys एकछिनमा. So yeah guys, घाम लागिरहेको छ तर पनि इट्स सो कोल्ड क्या, चिसो छ दिन चाहिँ. Look at the view. This video is going to be a very long किनभने म चाहिँ I'm going to film all the 3 days है. आज चाहिँ लक्ष्मी पूजा, then tomorrow is देउसे, then day after tomorrow is Bhai Tika. So I'm going to film all the 3 days. So I guess this video is going to be a very long. So please guys, watch till the end. And how बसिरहेको आज चाहिँ पुरा काम छ मेरो. So I will show you all that what else I'm going to do today. So yeah, I will see you guys. के गर्नु भएको मम्मी? काम चाहिँ के छ र? ऊ भाडा मोल्नु छ बाँसले, त्यत्रो भित्र सुतिनुको पर्दाहरू हुनु छ मेरो. अदुवा र लसुन. See, I am a girl with a multi-talent. आटा गुन्दैछु अहिले चाहिँ म चाहिँ सबै गर्न सक्छु. खाना पनि बनाउन सक्छु, नाच्न पनि सक्छु, गाउन पनि सक्छु. I can make a video as well. He's my dad. ये गए 1. रोटी पोल्नु चाहिँ मेरो बाई हातको काम हो, बाई हातको. And म कस्तो रोटी बनाउँछु अरे गोल गोल. I'm literally missing my sister. She's not here. And सदा चाहिँ मेरो दिदी हुँदाखेरि चाहिँ she used to do all this thing क्या, खाना बनाउनु, कामहरू गर्नु. म चाहिँ बस चिल मात्रै गर्थेँ. बट अहिले चाहिँ I have to do everything. And आउँछ पनि गर्नु. तर नाना हुँदाखेरि चाहिँ मैले गर्दिनँ थिएँ. I'm missing you दीक्षा नाना a lot. दसैँमा पनि मैले मिस गरेँ. दसैँमा पनि खानाहरूले बनाउँथ्यो होइन. यो पालि मैले बनाउनु पर्यो अहिले पनि. एन्ड स्पेसली आइएम गोइङ टु मिस यु इन भाइटिका क्या. उसले चाहिँ अब डिफ्रेन्ट डिसेसहरू बनाउँथ्यो होइन. मलाई चाहिँ त्यस्तो बनाउनु आउँदैन. रोटी बनाइहाल्छु फटाफट. सो इट्स अ बेलिङ टाइम. अब चाहिँ म बेल्छु होइन, बट अब देखाउनै सकिनँ. ये गए इसके अंदर. क्या टुजी उसको चाहिँ तिहार हिजै सक्यो. गइकिन आउँछु ल. आयु आगन. I'm done with making breakfast. खाइ पनि सकेँ, भाँडाहरू पनि धुइसकेँ. सो अहिले चाहिँ म माथि जाँदैछु. किन जाँदैछु भन्दाखेरि चाहिँ त्यो
दैलोमा लगाउँछ नि फुल क्या, त्यसको मुनि लगाउँछ नि त्यहाँबाट दुवारे फुल, त्यो ल्याउनु गएको। यहाँ हाम्रोतिर चाहिँ कहीँ पनि छैन रहेछ होइन, माथि चाहिँ अलिकति छ अरे। सो अहिले त सयपत्री फुल पनि पाउँदैन, सबै किनेर ल्याइहाल्छ है। सो त्यो फुल ल्याउनु गएको म चाहिँ। सो या गाइज आई गट द फ्लावर, यसलाई चाहिँ भन्छ दुवारे फुल। एकदमै कम्ती फुलेको रहेछ। आई डोन्ट नो हामीले फुल रोप्नु छोडेको हो कि फुल फुल्नु छोडेको है। सो आज बेलुका चाहिँ आइएम भेरी एक्साइटेड बिकज आई एम प्लेइङ भैलेनी टुडे। अस्तिको वर्ष चाहिँ खेल्नु पाएन बिकज अफ सम रिजन, एन्ड यो पालि चाहिँ खेल्छु, आज चाहिँ खेल्छु, एन्ड आई एम भेरी एक्साइटेड। सो दिवाली चाहिँ किन मनाउँछ भन्दाखेरि चाहिँ मेरो नलेजको अनुसार चाहिँ even though Diwali is celebrated as a Hindu festival, this day mark a different event in different communities, right? So everywhere Diwali is symbolized as a spiritual, like good over evil, victory of light over darkness, and knowledge over ignorance. There are so many reasons to celebrate Diwali in different parts of the communities. Like it has been said that Diwali is celebrated जब चाहिँ लर्ड रामा होइन सीता र लक्ष्मणसँग आउँदाखेरि चाहिँ वनवासबाट अयोध्या 14 इयर्सको वनवासबाट अयोध्या फर्किँदाखेरि चाहिँ इट हेज बिन सेलिब्रेटेड एज अ दिवाली. सो इन साउदर्न पार्टमा चाहिँ कृष्णले चाहिँ नाराकासुरालाई मारेर चाहिँ आउँदाखेरि चाहिँ इट हेज बिन सेलिब्रेटेड एज अ दिवाली है. एन्ड इट हेज अल्सो बिन मेन्सन्ड एज अ हार्भेस्टिङ सिजन बिकज यो दिवालीलाई चाहिँ अल्सो वी क्यान से अ हार्भेस्ट सिजन. लास्ट विन्टर होइन, विन्टर अब आउँछ नि त अब त विन्टर. सो विन्टरको अलिकति अगाडिको हार्भेस्ट सिजन एन्ड भएको नि भन्छ. एन्ड इट हेज बिन अल्सो सेड इन सम अफ द वेस्टर्न स्टेट्स लाइक गुजरातहरूमा चाहिँ स्टार्टिङ अफ न्यू इयर है. सो देयर आर अ मेनी डिफ्रेन्ट रिजन टु बी सेलिब्रेटेड दिवाली. सो या दिवाली चाहिँ यसरी मनाउँछ हामी. सो हाम्रोमा चाहिँ हामी चाहिँ भैलिनी खेलेर है, मलाई एक्चुअली चाहिँ याद छैन भैलिनी चाहिँ किन खेल्छ भनेर. आई एम गोइङ टु आस्क सम वान एन्ड आई विल गोइङ टु लेट यु नो है. अब म घर पनि पुग्न आँटेँ एन्ड देयर आर सम अदर वर्क एज वेल. सो आई एम गोइङ टु सी यु गाइज. इट्स सो हट गाइज. मेरो ब्याकग्राउन्डमा चाहिँ आरजे दीक्षित बोल्दैछ युवा आवाजमा. रेडियो सेलेक्सन 90.8 FM, भोइस अफ द हिल्स. इट्स सो हट एन्ड अब चाहिँ यहाँनिर यस्तो यस्तो लाउनु चाहिँ म माला जोड्दैछु. अब सधैँ त यस्तो हामी बिहानै उठेर उन्थ्यो होइन, अहिले त छैन, उनै छैन. यतिकै एउटा यतिको 30 रुपिज. फुल रोप्नुपर्छ. होइन उता अरे more. Oh yeah guys, I am done with everything and I am ready for the puja. And यहाँ त अलिक अँध्यारो आउँदो रहेछ नि.
सो हामी चाहिँ अहिले पूजा पनि गरिसके सो वी आर डन विथ एभ्रिथिङ अब चाहिँ मम्मी ह्याप्पी दिवाली भनिदिनु न अन्त ह्याप्पी दिवाली एभ्रिवान विश यु अ भेरी ह्याप्पी दिवाली ह्याप्पी दिवाली भन् ह्याप्पी दिवाली यति नै हो पूजा पनि भयो है टिकाहरू पनि सबै लगाइसके अब इट्स टाइम फर अ भैलिनी एन्ड wish you a very happy Diwali again. May this festival of light may light up your life with joy and happiness. Wish you a very happy Diwali. So अब चाहिँ सिधै भैलिनी ग्रुपसँग भेटौँ है ल म गएको ल बाई 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 हामी अब के गर्न आँटेको दिवाली भैलिनी हौ भैलिनी ल स्टार्ट भैलिनी आयो आगन बराली कुडाली राखन कैतिहारो भैलो भैलो अन्त अरू चाहिँ दसैँ ए अब भन्नुपर्छ है छिटो है तपाईँ पनि भन्नु तपाईँ पनि भन्दैछु त म अन्त जान्दैन त रहेछ अब म लाँदैन भैलो खेल्नु तिमीलाई ल लानु न अब जान्दैनौ त तिमी अन्त यसले जान्दैनस् भैलिनी खेल्न लाँदैन म अब यसलाई जाउँ न कहाँ जानु भैलिनी खेल्नु के भन्दै खेल्छ भैलिनी चाहिँ भैलिनी आयो आगन बराली कुराली राखन भन्दै सबसे छिटो म भएको सो दिस इज माई भैलिनी ग्रुप दिस इज प्रिया एन्ड सन्ध्या भन्नु सन्ध्या हो मेरो बहिनीको चाहिँ सन्ध्या अब हामी चाहिँ फर्स्ट घरमा खेल्नु जानु आँटेको कहाँ जानु प्रेरणा प्रिया चाहिँ सबसे ढिली रहेछ ल ल को थियो दिले नट मी हेर्नु कस्तो यसको नाम के हो कालुमान 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 सो यो चाहिँ अब हाम्रो फर्स्ट घर हो भैलिनीको स्टार्ट 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 बत्ती बाल्नै थियौँ ए चुप भैलिनी आयो आगन होइन भइरहेछ यो यसरी हुनु हुँदैन भैलिनी आयो आँगन बराली कुराली राखन औँसीको दिन गाई तिहारो भैलो फर्स्ट भएर सरी फर्स्ट घर भएर ल अब यस्तो गऱ्यो भने माथितिर मान्छे भैलेनी आए औँसीको दिन गाई तिहारो भैलो गाईको नाम त गाजु लक्ष्मी पूजा आजु आए औँसीको दिन गाई तिहारो भैलो झिलिली त झिलिली औँसीको रात झिलिली हे औँसीको दिन गाई तिहारो भैलो फुलको माला उन्नुहोस् आशिष दिन्छु सुन्नुहोस् आए औँसीको दिन गाई तिहारो भैलो यसमा घरको लक्ष्मीले पानी छुँदा त्यसलाई हाउन् आए औँसीको दिन गाई तिहारो भैलो अघि मलाई भिडियो कल गर्नु पिताजीले माटो छुँदा अन्नै हाउन्
औँसीको दिन गाई तिहारो भैलो होइन मेथी हामीले जानेको यति के भन्नु अरे ए नभने हुन्छ के भन्छ बी भन्न ए होइन ए सम्झ न लु भयो त सकियो डन ए ल आइज बेसी खानु होइन यहाँनिर खेल्नुपर्छ यो चाहिँ हाम्रो रक्सी खाँदैछ रक्सी खाँदै कति खाइदिउँ है प्रिया चाहिँ आज सबसे राम्रो भइरहेको छ राति पनि ल आइज न बस्नै कहाँ आमा सिकाइदिनु अलिअलि भैलेनी आयो आँगन बराली कुराली यहाँ त लाइट पनि जरुरत पर्छ औँसीको दिन गाई तिहारो भैलो Holy moly guys, today we are Bhailini happened. This is our patika. Hitko patika. Happy Diwali. Guys, I'm unable to shoot because of this light. यस्तो अन्ध्यारोमा चाहिँ एकदमै हामीले देखिन त्यही कारणले मैले एकदमै भिडियो बनाउन सकेको छुइनँ आई होप यु गाइज विल अन्डरस्ट्यान्ड भर्खरै यहाँ बाटोमा हिँड्दै जाँदै थियौँ होइन यसरी नै हाम्रो बहिनीले देखाइदिउँ न उसले बाटोमा देखेछ यो 50 रुपियाँ हो मैला रहेछ नि त हामी धुँदैछौँ पानी खोलेर धुँदैछौँ धुएर चाहिँ उल्टोमा सुकाए होइन उयो हो 50 रुपिस हो चल्छ चला त चल्छ तेरो हात भिज्यो त्यो जोड भर्खर हेरौँ यहाँ खाएर आएको पैसा त पायो त त्यही त 10 रुपियाँ टुटा मात्र 10 रुपियाँ मात्रै टुटा भयो त पुल्ठो पालेर सुकाउनु पर्छ यहाँ लु हिँड् अहिले म घरमा आइरन लगाइदिन्छु पानी चाहिँ जोड्दैन हौ होइन मेरो पानीमा कप्टी गर्नु हुँदैन सरी गाइज तैँले हेरेको थिइस् त यहाँ हालेँ मैले पक्र त बहिनीका बहिनीका हो चाहिँ पानीमा चाहिँ ओम नमः शिवाय नेभर डु कप्टी क्या किनभने आज सरस्वती पूजाको लक्ष्मी पूजाको दिन कप्टी गऱ्यो भने लक्ष्मी माता कहिले पनि आउँदैन हेर्न जोडिँदैन रहेछ नि त अरे नौरनको बलहरू निकाल न यहाँ गरेको चाहिँ भयो द्याट्स द जोस ला बहिनी फोन नामा लाइट नभएको कारणले मजाले भिडियो बनाउन सकिन्छ सो या गाइज बल्ल बल्ल हाम्रो भैलिनी सक्यो इट्स कति बजे अरे 1:15 एन्ड अब यहाँ चाहिँ एन्ड हुँदैछ हाम्रो भैलिनी चाहिँ एन्ड यहाँनिर चाहिँ मेरो एकजना पार्टनरको चाहिँ बर्थडे रहेछ ह्याप्पी बर्थडे टु यु थ्याङ्क यू अब चाहिँ हामी के बनाएर खानु लाग्छ भन्दैन हामी चाहिँ यसलाई मिमी बनाएर खानु आँटेको छ अब हामी भिक्स त बगिरहेको है डल्लै नबुन अन्त अब खानु पाउँदा मलाई चाहिँ डर लाग्यो गनायो होइन पिरो चाहिँ हेभी हुने भयो सो दिस इज आवर फेभरेट मेरो त फेभरेट हो
ल म ठिकै भएछ ठिकै क्विन्स पनि रहेछ मनी अमीर हो गए हम लोग भोलि गएर रातभरिको कमाइ भन्दा त भोलि गएर दिस आर द कोइन्स होइन हाम्रो गाउँको 10 रुपियाँ यति अघिको 50 रुपियाँ पनि कहाँ गयो सुकेको छैन सिर एपिक हो नि क्या देख्दाखेरि हिलोमा पनि पुरा तर जान्दा जान्दा गर्छ मुनि पानी झन् होला बेसमा कहाँ राख्नु अब यसलाई अघि नै ताईमा यो पनि एकछिन भुटेको Guys, it's around 1 a.m. so I'm going to sleep now. I don't have to say anything else. Keep on. Good night. See you.